कहिलेमा हो है 7 क्लासमा So हाम्रो training mostly I would say 80% हाम्रो चाहिँ medical सँगै medical so हाम्रो hospital मैले यसरी पल्टाएँ अब यसरी पल्टाएपछि मैले यसो अलिकति सपोर्ट गरेको छु मेरो घुँडाले सपोर्ट गरेको छ है उहाँलाई लड्न दिँदैन त्यसपछि मैले घुँडा अलिकति यसो मिलाइदिन्छु है यो पोजिसनमा यो घुँडाले भुइँ टेक्छ त्यसपछि यो हातले नि यो टाउकोलाई सपोर्ट गरिरहेको हुन्छ अनि यो टाउकोलाई चाहिँ अलिकति श्वास प्रश्वास गाह्रो नहोस् भन्नको लागि चाहिँ मैले अलिकति यसो गरेर राखिदिन्छु है अब यसलाई राम्रोसँग हेर्नु भने तपाईँले यो मान्छे अहिले यो स्टेबल पोजिसनमा छ यो घुँडाले ज्यानलाई सपोर्ट गरिरहेको छ यो ल्याङ्ग्वेज छ सब एडभाइसमा गर्ने सिपिआर चार्जमेन्ट गर्ने क्लियर हुनुहोस् है आई क्लियर यु क्लियर एभ्रिबडी क्लियर अब यहाँ पोइन्ट बटनमा 30 म सक्दिन्छु क्लियर पऱ्यो है त बिगिन सिपिआर यसरी भन्यो नि त हैन गर्ने ठिक छ यो अब तपाईहरुलाई के हुन्छ नि यो श्वास नली पूर्ण रूपमा बन्द नभएको अवस्थामा बिरामीले खोकिरहेको वा साङ्केतिक प्रतिक्रिया दिइरहेको हुन सक्छ। यसलाई युनिभर्सल चोकिङ साइन भनिन्छ, जसमा बिरामीले घाँटी ओर्लन पर्दछ। बाह्य वस्तु अड्किएर निश्वासिएको अवस्थामा श्वास मार्ग पुर्याउनका लागि प्रयोग गरिने विधिलाई हाइमलेक म्यानोभर भनिन्छ। यस विधि अपनाउँदा बिरामी उद्धारकर्ताको अगाडि थोरै निम्रिएर उभिनुपर्दछ। उठेको बाह्य वस्तु निस्कन मद्दत गर्छ। यदि बिरामी गर्भवती भएको खण्डमा वा बिरामी उद्धारकर्ताको अनुपातमा धेरै मोटो छ भने पेटमा नथिची छातीको मध्यभागको हड्डीमा थिच्ने विधि प्रयोग गर्नुपर्छ। तालको रूपमा बुझ्नुपर्दछ। मुटुमा विद्युतीय गतिविधिहरू अव्यवस्थित बचाउन कुन चरणमा के गर्ने भन्ने बारे निर्देश गर्दछ। एइडीले सिपिआर प्रदान गर्न समेत निर्देश गर्दछ। पावर अन गरेपछि एइडीले दिएको निर्देशन पालना गर्दै जानुपर्दछ। भएन भने 3-4 कम्पिटिसन गरे है यो एउटा राखेको नम्बर यो पाउँछ बजारमा किन पाउँछ हरेकको ब्याङ्कले आइतबार यहाँबाट कलाञ्चोकसम्म साइकलमा जानु अनि फर्किँदाखेरि चाहिँ हामी लिन जान्थ्यौँ अनि साँझ चाहिँ हामी त्यहाँ बसेर खाएर फर्किनु पर्थ्यो। अनि यो साइकल